सबैजनालाई म शिशिर परियार। आज चाहिँ म जङ्गलको यात्रा गर्दैछु। चराचुरुङ्गी जनावरको आवाज सुनेर रमाइलो गर्दै आज वन जङ्गल यसो डुलौँ भनेर चाहिँ हिँडिरहेको छु। है त सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला है त। र म यति बेला भने मेरो घर तलपट्टि रहेको जङ्गलमा छु। मेरो घर तल जङ्गल अलि तलपट्टि घरहरू छन्, त्यो घरबाट चाहिँ म माथि निक्लिन्छु है त। अनि म घर नपुग्दासम्म चाहिँ म भिडियो चाहिँ निरन्तरता दिइरहन्छु। सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है त। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो एकदम तन्दुरुस्त पानी, एकदम चिसो छ। कस्तो राम्रो पानी हेर्नु। मलाई चाहिँ हाम्रो खोलाको होइन हाम्रो गाउँको पानी चाहिँ एकदम किन आफ्नै गाउँ भएर पनि होला साह्रै राम्रो लाग्छ मलाई, साह्रै मिठो। ल हेर्नुहोस्, यति बेला भने म यता घरतिर आइसकेँ। गरम साह्रै बढिसकेको छ। यता पनि रमाइलो छ गाउँहरू ठाउँ यताउति हो। त्यो पारीको डाँडा चाहिँ सेङ्जाको डाँडा हो। र वैशाखको बिचमा त साह्रै गर्मी। आज चाहिँ 8 गते। के गर्दै हुनुहुन्छ, कसो छ, के छ, सबैजनाले कमेन्टमा प्रतिक्रिया कमेन्ट बक्समा गएर प्रतिक्रिया दिनु है त। यसै गरी म हजुरलाई एकदम राम्रो भिडियोहरू लिएर उपस्थित हुनेछु। मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। ल हेर्नुहोस्, यो चाहिँ बाहुन गाउँ है त। चाहिँ बाहुन गाउँ हो। तर कालीगण्डकी छ, रमाइलो ठाउँ छ, घुम्न आउनु सक्नुहुन्छ है त। अनि चाहिँ म यहाँ बारी हिँडिरहेको छु। ल हेर्नुहोस्, यहाँ आँपको बुट्टा। अब आँप खाने बेला पनि आयो। आँप खानियो झ्याम्म होइन। अब परिवारसँग बसेर झ्याम्म आँप खाने बेला आइसक्यो। आँप खान पर्छ। काली गङ्गा तरे जनकै भर परे हल्ला सुन्छु नराम्रो बैमानी छौ अरे। थकै लाग्यो, हिँड्दा थकै लाग्यो गाइस। के गर्नु त नि, यस्तै छ जिन्दगी। यता चाहिँ अत्याधिक मात्रामा बनकुखुरा अनि कालिज होइन, यस्ता जिनिस चाहिँ भेटिरहन्छ यता। यस्तो चिजहरू, यस्तो अर्ग्यानिक चिजहरू चाहिँ भेटिरहन्छ। यहाँको हाम्रो दाइभाइहरूले पनि मार्न आउनुहुन्छ यहाँ। चराचुरुङ्गी, बनकालिज, यस्तै के भन्छन्, मलाई त नाम आउँदैन। मार्न आउनुहुन्छ।
मलाई त मिठै लाग्छ है त्यस्तै खान त मैले खान्न एकचोटि चाखेको हो तर मिठै लाग्यो मिठै लाग्ने चाहिँ मिठै हुने छ अन्त खाने चिज मिठो मासु त मिठै हुन्छ होइन काली गङ्गा तरे जनकै भर परे हल्ला सुन्छु नराम्रो बैमानी छु अरे ए ज्यानको माया यति त छैन नि त्यसै काली तरेको होइन नि काली गङ्गा तरे काली गङ्गा तरे जनकै भर परे हल्ला सुन्छु नराम्रो बैमानी छु अरे यो चाहिँ हाम्रो प्यारो गीत नेपालको गहना भन्छ कलाकारलाई अब कुन कलाकार गाउनु भएको त थाहा छैन मलाई तर साह्रै मिठो लाग्छ गीत मलाई चाहिँ अत्यन्त मिठो गीत काली गङ्गा तरे ज्यानकै भर परे साह्रै मिठो गीत मैले चाहिँ यो गीत हाम्रो विक्रम प्रयार दाई उहाँ अग्रज पनि हो उहाँले गीताउनु भएको देखेको थिएँ मैले होइन टिकटकमा त्यसपछि चाहिँ म प्र्याक्टिस गरेर गीत आएको साह्रै राम्रो आयो अनि म चाहिँ अहिले हाम्रै घर तल जङ्गलमा छु यता हेर्न सक्नुहुन्छ यो चाहिँ जङ्गल यता बाघको पनि डर छ भन्छन् के अरे मलाई त त्यस्तो लाउन्न होइन लगाइस अब म घरतर्फ बढ्दैछु हेर्नुहोस् हाम्रो सालको पात यस्तो राम्रो कलिलो सालको पात यो हामी चाहिँ यो सालको पातमै यसरी बजाउ हो के त्यो टोक्ने यसरी बेर्छौँ अनि यसरी बेरेर बजाउँथ्यौँ अब यस्तो पातले कलिलो पातले हुन्न होला गाइस बज्ने होइन छ काली गङ्गा तरे जनकै भर परे हल्ला सुन्छु नराम्रो बैमानी छु अरे हामी चाहिँ पहिला पहिला गिराउँदै हिँड्थ्यौँ झोला बोकेर यही बाटो गिराउँदै हिँड्दै जङ्गलको बाटो स्कुल जाँदा पनि गिराउने तलतिर माछा मार्न आउँदा पनि गिराउने यो खोलामा यो तल खोल्सामा चाहिँ खोला छ अनि माछाहरू पाइन्छ के अनि आउँथ्यौँ गिराउने भन्दै गिराउँदै आउँथ्यौँ त्यसपछि अनि अहिले त यत्रो भयो कति पछि आइयो यो बाटो नि खुसी लाग्यो होइन खुसी लाग्दो रहेछ ल बाई गाइज म चाहिँ घर आउनु लाग्यो अब पछि बोलाउँला पछि भेटौँला अर्को भिडियोमा लाइक कमेन्ट गर्नु है त ल